माथि त्यही पर अब त निकाल बिस्तारै बिस्तारै तान्छु जोडले निकालेर निक्लिहाल्छ फेरि बिस्तारै ए माका बच्चेको लाल वेलकम छ सबैलाई मेरो च्यानलमा। आज चाहिँ म घरमा एक्लै छु, त्यही लागि मैले चाहिँ आज घरबाट नै ब्लग स्टार्ट गरिदिएको। अनि त्यो मम्मी चाहिँ एकदम आज हामीको यता हेमन्त मामा आउँदैछन्। हेमन्त मामालाई हेर्नु जानुभएको छ। डेडी चाहिँ साइकल हिजोको बनिएको थिएन अनि साइकल लिनु जानुभएको छ डेडी। म चाहिँ अनि यतिकै बसिराख्नु भन्दा फेरि बल्छी थापेर एकदम माछा पार्छु भनेर एकदम बल्छी सल्छी एकदम रेडी गरिरहेको छु। यहाँ चाहिँ दुईटा बल्छी छ। यो बल्छीले चाहिँ माछा भन्दा फेरि म कुचिया पार्छु, गणौला खन्नु जान आँटेको। अनि मैले चाहिँ दादालाई सोधेको थिएँ, दादा गणौला कहाँ भेट्छ ठुलो गणौला भनेर भनेको थिएँ। दादाले चाहिँ भन्दै यहाँ भेट्दैन, उता कठिनतिर भेट्छ भन्दै थियो। हामीको यता डाँडातिर फट्टै भेट्दैन नि, यहाँ डाँडामा भेट्दैन, चिसो चिसो मात्रै भेट्छ। अनि म चाहिँ गणौला खोज्दा खोज्दै भेटिनँ, हात पनि यस्तो लेटेर भइसक्यो। यहाँ त दाउ लिएर राखिरहेको छु माटो खन्छु भन्दै। अनि यो जङ्गलमा आइसकिसक्यो। मैले त यहाँ देखेँ हाम्रो गाईगोरु चाहिँ एकदम फुस्किरहेको रहेछ के। मम्मीले बाँधेर त मामालाई हेर्नु जानुभएको त त्यहाँ फुस्किरहेको रहेछ। म चाहिँ त्यो गाईगोरु चाहिँ एकदम बाँधेर आउने हो, त्यहाँ पछि चाहिँ गणौला खोज्ने जग्गा पनि भेटेको छैन। अनि म चाहिँ गाईगोरु भएको ठाउँमा आइपुगेँ। अर्काको धान खाइरहेको छ, मार्छ होला मलाई चाहिँ। उता अर्कीले खाइरहेछ, यो अर्कोले ए फुकाली छ नि अझ मार्छ बजिहाल्छ। यसलाई चाहिँ यहीँ बाँधेर जान आँटेको। अरू उहाँ छ ऊ मार्छ होला मिरीले। यहाँ चाहिँ एउटा बाछा फुक्लो भनेर आएको त सबै गाईगोरु पो त फुस्किरहेको छ। यहाँ त एउटा बसा बसिरहेको छ। ए खायो भयो बसो हिँडो। अब यसलाई पनि त ठाम सारिदिनु होला। डेली अघि नै भन्दै जानु हुँदैछ, यसलाई पनि ठाम सारिदियो भनेर यसलाई पनि खुगालेर अरूतिर बाँध्ने अब। अनि मैले त यहाँ सबै गाईगोरुलाई सबै ठाम सारिदिएर अब जाने उता। यस्तो घाम छ नि फेरि यहाँ जङ्गल 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 मजा लाग्छ हाम्रो गाउँमा चाहिँ नि। अनि यहाँ मैले चाहिँ कहाँ गएर आउँदाखेरि एकदम गणौला यहाँ आएको यसो गर्दाखेरि ए त्यसलाई पोसो के हो। अनि यहाँ चाहिँ म अरू खोजिरहेको छु, अलिक ठुल्ठुलो भेट्छु कि भनेर, किनकि सानो सानो गणौला फट्टै खाँदैन क्या। बल्छी पनि अलिक ठुलै छ, त्यसको लागि सानो गणौला पनि हुँदैन क्या। आज कुचिया खान्छु म त न। पोसो साँडे कता पोसो एउटा पुऱ्याइदिन्छु। यहाँ पनि एउटा इँटा निकालेको थिएँ, यहाँ पनि एउटा सानो खाले रहेछ, त्यसलाई भए पनि लिएर जान्छु म त्यो। अब सानो सानो रहेछ गणौला पनि। कहाँ म त यहाँ खोजेर अरू माटो तल एकदम खोजेर यो के जरा सरा छ त्यसमा पनि पल्टाइ पुल्टो पारेर बोटुको माथि हालेर लान आँटेको। काकीहरूको त्यहाँ एउटा बोटुको रहेछ, काकीलाई चाहिन्छ भनेर सोधेको। चाहिँदैन भन्नु म त्यसलाई त्यसमै लान आँटेको। अब चाहिँ मैले चाहिँ एकदम 6-7वटा गणौला भेटेँ, त्यो काकाहरूकोमा आएर उहाँको छेउमा गएर भेटेको। अब गएर बल्छी थाप्ने हो। यहाँ चाहिँ मैले एकदम बल्छी र गणौला लिइसकेँ। अनि यहाँ मार्यो, यहाँ बाख्राहरू भएको ठाउँमा, त्यहाँ नदीको छेउमा पोखरी छ, त्यहाँ पोखरीको छेउमा मार्यो भने त्यहाँ दुलोमा हाल्नुपर्छ कि बल्छी। यहाँ मैले चाहिँ यहाँ एकदम दुलो खोजिसकेँ, एउटै भेटिनँ दुलो। अब अर्को होलीतिर जानुपर्छ। त्यहाँ एउटा होली छ, त्यहाँ जानुपर्छ जस्तै छ। अब लगभग कोसिस गर्दा खोज्दा चाहिँ यहाँ एउटा दुलो भेटेँ। अनि यो दुलो मात्रै खोज्नुपर्छ। दुलै टालियो के हो यो त दुलै रहेन। म चाहिँ अनि अहिले अर्को पोखरीमा आएको थिएँ, अनि यहाँ बल्छी लगाइदिइरहेको थिएँ दुलोभित्र। बा कुचियाले तान्छ कि भनेर म पनि लगाइदिइरहेको थिएँ। छैन, माछै छैन, त्यसै बल्छी थाप्ने आएछु जस्तो लागिरहेको थियो क्या। अनि यहाँ चाहिँ म छेउमा आइपुगेको थिएँ, एकदम बल्छी तानिरहेछ, माछा परेर जस्तो लागिरहेछ। बिस्तारै बिस्तारै तान्छु। अब चाहिँ ऊ भित्रभित्र तान्दैछ माछाले। ए तान्नु परो माछा चाहिँ परो। अब चाहिँ
अब त निकाल बिस्तारै बिस्तारै तान्छु जोडेर निकालेर निक्लिहाल्छ फेरि बिस्तारै ए माका कच्चेको लाज अनि म त्यो अर्को बल्छीमा आएर हेर्दै थिएँ एकदम यहाँ त खाएको जस्तो लागिरहेछ तान्दा पनि एकदम टाइट भयो लु अब त यसमा चाहिँ फसेछ होला माछा कुचिया चाहिँ भनिरहेको थिएँ त्यसपछि तान्छु बिस्तारै बिस्तारै तान्दा पुरा टाइट हुनु थाल्यो हेर्दा त अनि म त्यहाँ अर्को जग्गामा आएको थिएँ यहाँ बल्छी थाप्ने बित्तिकै यति छिटो खायो कि एकदम तल लगेर बल्छी नै अल्झाइदियो पो त यहाँ त मैले अहिलेसम्म निकाल्नु सकेको कि मान्छे पस्नुपर्छ जस्तै छ अब चाहिँ मैले त यहाँ अघि बल्छी थापेर गएको थिएँ अब यहाँ गएर माछा हेर्नु पर्छ माछा परेछ कि ल बल्छी त छैन त ल डुबायो जस्तो त्यस्तै छ त बल्छी त यहीँ थापेर जान्छु भरे बादमा आएर हेर्छु माछा पराउनु परिहाल्यो परेन भने आजको दिन यतिकै गयो मामालाई हेरेर सबै आइपुग्नु भयो हाम्रो यहाँ हेमन्त मामा सबै यहीँ नाम्नु भएछ त आज अनि मम्मीहरू पनि आइपुग्नु भएको थियो त्यसपछि म पनि गाई गोरु लिनु गएँ गाई गोरु लिएर अनि गाई गोरुहरू बाँधिसकेर एकदम म त यता बाटोतिर आएको छु राति यहीँ भिडियो एडिट गर्छु रातिको 12 बजीसम्म यहीँ एडिट गरेर घर जान्छु यहाँ 5G पनि चल्छ अनि म चाहिँ भाउजू घरतिर गएको थिएँ यहाँ भाइले के लिएर आएको रहेछन् भन्दा म पनि उहाँ हेर्दै गएँ त्यो बहिनी खेलिरहेको रहेछ कि म तँलाई बन्द गोली हान्छु त लड्नु ल ल